हेलो गुड आफ्टरनुन सबैजनामा दर्शन नमस्कार भन्न चाहन्छु। आज चाहिँ हामी मस्जिद भिजिट गर्दैछौँ। साथी र म अहिले चाहिँ रोड क्रस गर्ने क्रममा छौँ। हाम्रो रुमबाट चाहिँ यसरी रोड क्रस गरेर जानुपर्छ। तपाईहरुलाई यो भिडियो म देखाउने प्रयास गरिरहेको छु। हामी चाहिँ बाटोमा छौँ साथी र म। ल हामी चाहिँ मस्जिदको छेउमा पुगेका छौँ। यो मस्जिद चाहिँ अरु भन्दा अलि बेग्लै कलरको छ। यता पनि अर्को मस्जिद छ। यता मस्जिदको यता अपोजिटमा नि एउटा मस्जिद छ। तीनटा मस्जिद छ यहाँ चाहिँ लर्कानै हैन। यहाँ मस्जिदमा रहनु हुने मित्रहरूले चाहिँ एकदम राम्रो सेवा सुविधा गर्नुभएको छ के। त्यस्तो कसैले काखा कसैले पाखा छैन हैन। एकदम सिस्टममा खानेकुराहरू मिलाएर दिनुहुन्छ। त्यस्तो सेवा सुविधा छ यहाँ चाहिँ। हामी चाहिँ यता मस्जिदको गेटमा पुगिसकेका छौँ। मस्जिदको गेट भित्र चाहिँ पुरा लाइन सिस्टम हुन्छ। यहाँ चाहिँ यता हामी भन्दा नै पहिला 3-4 जना साथीहरु आएर लाइन बस्नु भइसकेको रहेछ। यहाँ चाहिँ दुईटा मस्जिद छ सँगै हैन। यहाँ साथीहरु हुनुहुन्छ। ल तपाईहरुले मस्जिदको मेन ढोका देख्न सक्नुहुन्छ। हामी चाहिँ यता खाना खाने ठाउँमा जाँदै छौँ। यो खाना खाने ठाउँ चाहिँ एकदम दामी ठाउँमा रहेको छ। अन्डरग्राउन्ड तल गएर खाना खानुपर्छ। आज चाहिँ अरु दिन भन्दाखेरि धेरै नै मान्छेहरु भएको थियो खाना खाने पनि। यसरी यहाँनिर चाहिँ हात धुने ठाउँ एकदम सुविधा खालको रहेको छ। हात धोएर यता भित्र जानुपर्छ खाना खानलाई। ल हेर्नुस् हात धोएर खाना खान जानुपर्छ। ल हेर्नुस् खाना खाने ठाउँमा यसरी सब 1 व्यक्ति 1 प्लेट को दरले राखिएको हुन्छ। यहाँ चाहिँ अर्को मस्जिदमा चाहिँ यस्तो सिस्टम छैन। 5 जनाको ग्रुपमा एउटा ठुलो प्लेटमा दिएको हुन्छ अनि खानुपर्छ। यहाँ चाहिँ त्यस्तो सिस्टम छैन। सब जनालाई 1 व्यक्ति 1 प्लेट रहेको छ। तपाईहरुलाई यो भिडियो कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला, कमेन्ट गरिदिनु होला, लाइक शेयर सब्स्क्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। मैले चाहिँ यो भिडियो बनाउने प्रयास गरेको छु। अनर्थ नसोचिदिनु होला। हस्त धन्यवाद।